नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आजदेखि हरेक साँझ कथा लिएर उपस्थित हुने प्रयासमा छु। बेलुकीको समयमा कथा अपलोड गर्नको लागि यस च्यानलका दर्शक राजन अधिकारी ज्यूले अनुरोध गर्नुभएको थियो। मलाई पनि साँझकै समयमा कथा अपलोड गर्दाखेरि उपयुक्त हुने भएकोले आजदेखि साँझको समयमा कथा लिएर उपस्थित हुनेछु। आजको कथा चम्किलो मोती। यो कथा चिनिया कथा रहेको छ। धेरै समय पहिलेको कुरा हो। वाङहो किनारको एउटा गुफामा बरफ जस्तो सेतो रंगको ड्रागन बस्दथ्यो। त्यही नदीको नजिकैको एउटा घना जंगलमा एउटा सुनपंखी घोडा बस्दथ्यो। ड्रागन र सुनपंखी घोडाको एकदमै राम्रो मित्रता थियो। उनीहरू सधैँभरि सँगसँगै घुमफिर गर्दथे। एक दिन उनीहरू घुम्दा घुम्दै परे गाउँमा गए। त्यहाँ उनीहरूले एउटा चम्किरहेको ढुङ्गा देखे। ढुङ्गाको सुन्दरता देखेर उनीहरू दुवैजना एकदमै प्रभावित भए। यो ढुङ्गा कति सुन्दर हो, सुनपंखी घोडाले ड्रागनसँग भन्यो। हामीहरूले यस चम्किलो ढुङ्गालाई खारेर मोती बनाउनु पर्छ। ड्रागनले आफ्नो राय राख्यो। सुनपंखी घोडा साथीको कुरामा सहमत भयो। त्यसपछि ती दुवैजना त्यही चम्किलो ढुङ्गा खार्नमा लागे। उनीहरूले केही दिनसम्म कठोर परिश्रम गरिसकेपछि त्यो ढुङ्गो चम्किलो मोतीमा परिणत भयो। उनीहरू दुवैलाई त्यो मोती यति प्यारो लाग्यो कि उनीहरू घर नफर्केर त्यही बस्ने निर्णय गरे। त्यसपछि उनीहरू त्यही परी गाउँमा बस्न थाले। त्यो मोती साधारण मोती थिएन, त्यसमा जादुको शक्ति थियो। त्यो मोतीको जादुले गर्दा परी गाउँको नक्सा नै फेरियो। त्यही मोतीको जादुको कारणले त्यस गाउँका सबै रुखहरू वर्षभरि हरियाली हुन थाले। त्यहाँ सबै मौसमका फूलहरू एकैसाथ फुल्दथे र खेतीपाती पनि एकदमै राम्रो हुन्थ्यो। मोतीको चमत्कार देखेर ड्रागन र सुनपंखी घोडा एकदमै मक्ख थिए। एक दिन स्वर्गकी रानी केही नोकर चाकर सहित परी गाउँबाट हिँडिरहेकी थिए। त्यति नै बेला उसको नजर त्यही मोतीमा पर्यो, जसको चम्काइको कारणले पुरै गाउँ उज्यालो भएको थियो। स्वर्गकी रानी त्यो मोती हेर्न परी गाउँ ओर्ली। त्यस गाउँमा ड्रागन र सुनपंखी घोडाले मोतीलाई ध्यानपूर्वक रेखदेख गरिरहेका थिए। स्वर्गकी रानी मोतीको सुन्दरताबाट एकदमै प्रभावित भई ऊ कुनै पनि हालतमा मोती प्राप्त गर्न चाहन्थे। उसले एकजना वफादार सैनिकलाई मध्यरातमा गएर मोती चोरेर ल्याउने आदेश दिए। सैनिक परी गाउँमा पुग्दा ड्रागन र सुनपंखी घोडा सुतिरहेका थिए। सैनिकको लागि मोती चोर्न योभन्दा उपयुक्त समय अरू के नै थियो र? उसले चुपचाप मोती उठाएर हिँड्यो। स्वर्गकी रानी मोती पाएर एकदमै खुसी भई। उसले त्यो मोतीलाई घरको सबभन्दा भित्री कोठामा लुकाई, किनकि उसलाई ड्रागन र घोडा मोती खोज्दै आउँछन् भन्ने डर थियो। बिहान निन्द्रा खुलेर उठ्दा मोती गायब भएको देखेर ड्रागन र सुनपंखी घोडा हडबडायो। उनीहरू पुरै गाउँ चाहेर मोती खोजे तर भेटाएनन्। भेट्टाउने पनि कसरी? मोती त्यस गाउँमै थिएन। संयोगवश स्वर्गकी रानीको जन्मदिन पनि त्यसै दिन परेको थियो। यसै अवसर पारेर सबै देवी देवताहरू बधाई दिन रानीको महलमा जम्मा भए। यसै खुसियालीको अवसरमा आफ्ना इष्टमित्रलाई त्यो मोती नदेखाई रानीको आत्माले मान्दै मानेन। उसले उनीहरूसँग भने, मेरा प्यारा आफन्तीहरू, म तपाईहरूलाई अमूल्य मोती देखाउन चाहन्छु। यस्तो मोती स्वर्ग र पृथ्वी कतै पनि पाइँदैन। तपाईहरू त्यो मोतीको अपार सुन्दरता देखेर 3 छक पर्नुहुनेछ। यति भनेर ऊ मोती लुकाएको कोठामा गई सुनको थालीमा मोती राखेर ल्याई। त्यो मोतीले सभा भवनलाई चम्काइदियो। मोतीको प्रकाशको अगाडि अरू सबै प्रकाशहरू फिका देखिन्थे। अर्कोतिर परी गाउँका ड्रागन र सुनपंखी घोडा मोती खोजिरहेका थिए। त्यति नै बेला सुनपंखी घोडाले आकाशमा त्यही मोतीको प्रकाश देखेर आफ्नो साथी ड्रागनसँग भन्यो, साथी, माथि हेर त, त्यो त हाम्रै मोतीको प्रकाश जस्तै देखिन्छ त। त्यो कसरी आकाशमा पुग्यो त? गोहीले उत्साहित हुँदै भन्यो, हो, त्यो पक्कै पनि हाम्रै मोतीको प्रकाश हो। हिँड,
हामी त्यसलाई फिर्ता ल्याऊ। उनीहरू जताबाट मोतीको प्रकाश आएको छ त्यतै आकाशतिर उडे। तत्कालै स्वर्गकी रानीको दरबारमा पुगे। दरबारमा पुग्ने बित्तिकै उनीहरूले यो त हाम्रो मोती हो, यसलाई तुरुन्त हामीलाई फिर्ता गर भनेर चिच्याए। स्वर्गकी रानी उनीहरूका कुरा सुनेर रिसले क्रुद्ध भई पाखुरा सुर्काउँदै भनी, के बकवास गरिरहेका छौ? तिमीहरूलाई यहाँ मेरो दरबारमा आएर यस्ता नचाहिँदा कुरा गर्ने साहस कहाँबाट आयो? तिमीहरूलाई थाहै छैन म को हुँ भन्ने? म स्वर्गको साम्राज्य रानी हुँ। संसारभरिको सबै धन सम्पत्ति मेरै हो। तिमीहरू दुईजना बेकारमा यहाँ आयो। ड्रागन र घोडाले उसको कुराको प्रतिकार गर्दै भने, यो मोती स्वर्गमा उत्पत्ति भएको होइन। हामीले धेरै वर्ष परिश्रम गरेर यसलाई बनाएका हौं, त्यसैले यसमाथि हाम्रो अधिकार छ। उनीहरूको अडान देखेर स्वर्गकी रानीले मोती लैजाने नै भन्ने ठानी। त्यसपछि उसले मोती राखेको सुनको थालीलाई च्याप्प समाती। ड्रागन र घोडाले झम्टेर त्यो सुनको थाली खोस्ने प्रयास गरे। उनीहरूको लुछाचोडीको कारण मोती थालबाट जमिनमा खस्यो। त्यो पल्टदै भर्याङमा गयो र हावामा झर्यो। ड्रागन र सुनपंखी घोडा मोती समात्न त्यसकै पछाडि दौडे। उनीहरू पनि हावामा हाम फाले। उनीहरूले मोतीलाई जमिनमा झर्न भन्दा पहिले नै समात्ने प्रयत्न गरे, तर उनीहरू असफल भए। जब मोती जमिनमा ठोकियो, त्यो सफा चिसो पानीको ताल बेस्ट लेकमा बदलियो। मोतीको यसरी पतन भएको देखेर ती दुवैजनाको मुटु छिया छिया भयो। मोतीसँगको बिछोटलाई सहन नसकेर उनीहरूले आफूहरूलाई दुई अग्ला अग्ला पहाडमा बदले। ड्रागन र सुनपंखी घोडा नामको पहाड अहिले पनि बेस्ट लेक नजिकै जम्ल्या जस्तै गरेर उभिएका छन्। आजको कथा चिनिया कथा तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला।